योभन्दा ठुलो बस्छ अब यो ब्रान्च शाखा के भनेर अब यो एरिया हेर्ने बस्छ कि हुन्छ त्यहाँ ल है ल के छ दाजु आजको कार्यक्रम यसो बताइदिनु न। खासै आज कार्यक्रममा अम्लिएपन छैन, मिठास पनि छ जस्तो लाग्छ। अनि आज हाम्रो घाम तापेर बदाम मात्रै चपाउने हो कि अरू पनि सुरु गर्ने हो? आज अर्ग्यानिक मकै अनि अर्ग्यानिक पानी। बाफ रे बाफ, बदाम खाएको सुन त छोडाको यस्तै रहेछ। हामी के त खबर पुरानो 6 बाई 7 बाई जोडाको हो कि न। सिकालीको ग्राउन्ड बसेको छ हामी अराउन्ड। कुरा चर्को छ, घरमा अर्को छ होइन? घरमा अर्को छ, अर्को चाहिँ छैन है, भएको त्यही एउटै हो। अब एउटा बुढीले त टुपी खाइरहेछ, ल्या भने के खाले जीवन खान्छ यहाँ। वाइफ इज अ फायर, एभ्री टाइम डिजायर। माई सन नेम इज सिङ्गर, बडाल्दैन कसिङ्गर, खाँदैन भने बन्छ अजिङ्गर। यस सिधैको सिधै किन अब सुरु हुन्छ है। वकिलजी त्यता हेर्नुहोस् है। हस् पर्व हस्। के बस्नु म एकदम रमाइलो दिन राख्दैन पेट बढ्या हो क्या हो? पेट बढ्या होइन, मोटाको पेट बढाएको गला आजको दिन उनले सृजेका रमाउँदै जाऊ, खुसी मनाऊ र आनन्द गरौँ। आजको दिन उनले सृजेका रमाउँदै जाऊ र खुसी मनाऊ। आजको दिन उनले सृजेका। प्रार्थना गरौँ। सुरुको प्रार्थना चाहिँ हाम्रो आदरणीय रोमीजीले गरिदिनुहुन्छ। प्रभु तपाईँ योग्य परमेश्वर, तपाईँलाई धन्यवाद प्रभु। अनि विशेष धन्यवाद आजको यो सुन्दर दिन तपाईँ परमेश्वरले दिनुभएको छ। र साथै प्रभु यसैले प्रभु साथै यो हप्ता महिनाको पहिलो हप्ता चाहिँ प्रभु जसरी दाजुभाइ सङ्गति यसरी प्रभु मौकाहरू तपाईँ परमेश्वर प्रभु तपाईँलाई धन्यवाद दिनुभएको तपाईँले समयको लागि सुरुदेखि अन्तिम भागसम्म प्रभु तपाईँ परमेश्वरको योजनाद्वारा हामी सबैलाई अगुवाई गर्नुभएको होस् येशू प्रभुको नाउँमा आमेन। मुक्तिदाता प्रभुको बैतलनमा जन्म भो, साँझ मेरो हृदयमा ख्रीष्ट राजा बसेको। साँझ मेरो हृदयमा ख्रीष्ट राजा बसेको। जय जय बालक राजाको, जय 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 हो सदा। जय जय बालक राजाको, जय 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 हो सदा। सुन चाँदी छैन, धूप पनि होइन, सम्पूर्ण जीवन। सुन चाँदी छैन, धूप पनि होइन, सम्पूर्ण जीवन। हृदय धोएर आजै प्रभुजी राज गरिदे। हृदय धोएर आजै प्रभुजी राज गरिदे। जन्म भो चाँद मेरो हृदयमा ख्रीष्ट राजा बसेको। साँझ मेरो हृदयमा ख्रीष्ट राजा बसेको।
जय जय बालक राजाको जय 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 हो सदा जय जय बालक राजाको जय 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 हो सदा ईश्वरको प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा ईश्वरको प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा बालक रूपमा पसिएको विश्वमा अब हेरी बालक रूपमा पसिएको विश्वमा हेरी मुक्तिदाता प्रभुको बैतलेहममा जन्म भो साँझ मेरो हृदयमा ख्रीष्ट राजा बसेको साँझ मेरो हृदयमा ख्रीष्ट राजा बसेको जय जय बालक राजाको जय 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 हो सदा जय जय बालक राजाको जय 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 हो सदा चर्दनी चर्दा रात परी गयो लौ अब ल्याए गोठैमा गोठालाहरूले लौ अब ल्याए गोठैमा गोठालाहरूले आगोका वारिन पारी गोठाला बसे आगोका वारिन पारी गोठाला बसे आफ्ना नि आफ्ना घोरैमा भेडियै सबै बसे आफ्ना नि आफ्ना घोरैमा भेडियै सबै बसे सबै ठाउँ अँध्यारो हुँदा उज्यालो भयो सबै ठाउँ अँध्यारो हुँदा उज्यालो भयो यो ज्योति के को भन्दै नि गोठाला सबै उठे यो ज्योति के को भन्दै नि गोठाला सबै उठे गदो छेउमा देखि डरले सब कामे न डर सुन सुसमाचार भनिए दूतले थामे न डर सुन समाचार भनिए दूतले थामे गाईको गोठैमा सुन बैतलेहम गाउँमा गाईको गोठैमा सुन बैतलेहम गाउँमा तारनहार प्रभु जन्मिए गएर त्यो ठाउँमा तारनहार प्रभु जन्मिए गएर त्यो ठाउँमा चर्दनी चर्दा रात परी गयो चर्दनी चर्दा रात परी गयो लौ अब ल्याए गोठैमा गोठालाहरूले लौ अब ल्याए गोठैमा गोठालाहरूले आमेन। ल धन्यवाद भएका छौँ। यो उहाँको एकदमै ठुलो अनुग्रहको कारण यो समय हामीले प्राप्त गरेका छौँ। परमेश्वरलाई धन्यवाद होस्। आउनुहोस् हामी एउटा भजन गाउँ र मेरो सुताई स्पष्टसँग जान्नुहुन्छ र मेरा सबै आचरणसँग तपाईँ परिचित हुनुहुन्छ। एउटा खण्ड
को भन्छु स्तुति म गर्छु तपाईको दया जीवन भन्दा श्रेष्ठ हात चाल्दछु तपाईको नाउँमा हात चाल्दछु तपाईको नाउँमा धन्यको भन्छु स्तुति म गर्छु तपाईको दया जीवन भन्दा सेवा गर्छु प्रभु सारा हृदयले सेवा गर्छु प्रभु सारा हृदयले धन्यको भन्छु स्तुति म गर्छु तपाईको दया जीवन भन्दा श्रेष्ठ हालेलुया लागेको अलिक पढाइ भए त वकिल खाइहाल्थ्यो नि त अलिक पढाइ भए त डक्टर बन्थ्यो होला इन्जिनियर बन्थ्यो होला पाइलट बन्थ्यो होला सर बन्थ्यो होला के बन्थ्यो होला नि नपढाइ के बन्ने भयो दाउद के बन्यो गोठालो दाईहरू के बन्यो ठुल्ठुलो व्यक्ति लडाइँ गर्ने होइन अलिक ज्ञानी बुद्धि भएको पढेका थियो नि त तर त्यही ज्ञानी बुद्धि पढेकाले गोलालाई मार्न सक्यो त गोलालाई कसले मार्यो त त्यही बुद्धि नभएको एउटा भेडा चढाउने सानो फुच्चे 8औं नम्बरको भाइ 8औं स्टेपको भाइ दाउद जो होचो होइन जोसँग परमेश्वर हुनुहुन्थ्यो आमी येशू ख्रिस्टको नाउँ नै के हो इम्मानुएल येशू ख्रिस्टको नाउँ नै के हो इम्मानुएलको अर्थ परमेश्वर हामीहरूसँग होइन अदृश्य परमेश्वर परमात्मा जो चाहिँ कहाँ आउनुभयो हामीहरूसँग होइन क्रिसमस भनेको येशूको जन्म परमेश्वर मान्छे भएर हामीसँग के गर्न आउनुभयो बास गर्न आउनु हालेलुया होइन अब हामीले यहाँ हेर्ने हो भनेदेखि येशूको जन्मको 9वटा भविष्यवाणी छ यहाँ 1 नम्बर भविष्यवाणी के रहेछ यशाया 7:14 कन्याबाट इम्मानुएल जन्मिनेछ भन्ने कुरा 2 नम्बरमा भविष्यवाणी यशाया 9:7 देखि 6 हेऱ्यो भने ख्रिस्ट येशू परमेश्वरको गुणले भरिएको होइन अचम्मका सल्लाहकार शान्तिको राजकुमार अनन्तका पिता होइन अनि उहाँ चाहिँ आदिका परमेश्वर हुनुहुन्छ अनि 3 नम्बरमा भविष्यवाणी कालमा येशू हुनुहुन्थ्यो भनेको छ यहाँ निका 5:2मा प्राचीन कालका परमेश्वर येशू ख्रिस्ट अनि 4 नम्बर भविष्यवाणी चाहिँ उत्पत्ति 3:15 होइन आदमले हब्बाले पाप गर्ने बित्तिकै परमेश्वरले भन्नुभयो अब स्त्री र तेरो बिचमा म दुश्मनी हालिदिन्छु होइन अनि स्त्रीको सन्तान भनेको येशू ख्रिस्ट हुनुहुन्छ उहाँले शैतानको शिर कुच्याउने शैतानले चाहिँ येशूको खुट्टा टोक्ने किलाई ठोक्ने भनौँ न डस्ने भन्ने कुरा त्यहाँ छ येशूको जन्मको भविष्यवाणी 5औं नम्बरमा उत्पत्ति 49:10 यहुदाको राजदण्ड येशू ख्रिस्टको हुनुहुन्छ होइन यहुदी कुलबाट आउनुभयो यहुदा कुलबाट आउनुभयो होइन अनि त्यस कारणले उहाँ चाहिँ यहुदीहरूको राजा पनि भनिन्छ मालिक पनि हुनुहुन्छ अर्को गन्ती 24:17 याकुबबाट तारा इजरायलबाट राजदण्ड आउने भनेको छ यिर्मिया 23 पनि 5देखि 6 लेखेको छ यशाया 11:1 पनि लेखेको छ अनि होशे 11:1 पनि के भनेको छ मेरो छोरालाई मिश्र देशबाट म बोलाउँछु जब येशू ख्रिस्ट जन्मियो खबर हिरोदले थाहा पाएर हिरोदले बालक येशूलाई मार्ने कुरा गर्दाखेरि परमेश्वरले राति नै मरियम र योसेफलाई खबर गरेर येशूलाई बोलाएर कहाँ जाऊ भन्नुभयो मिश्र देशमा हालेलुया अनि मिश्र देशबाट येशू ख्रिस्ट अब राजा हिरोद मर्यो भन्ने खबर पाएपछि अनि मरियम र योसेफले येशूलाई बोकेर कहाँ आउँदै थियो फेरि आउँदै थियो बेथलेहममा होइन आफ्नो ठाउँमा आउँदै बीच बाटोमा के थाहा पायो हिरोदको छोराको नाम अर्केलाउस भन्ने बाउको सट्टामा छोराले राजा गरेछ भन्छ बाउले त मार्छ भने छोराले के गर्छ फेरि पक्कै मार्छ भनेर फेरि अनि कहाँ गयो उनीहरू त्यहाँबाट मिश्रमा गएन नासरततिर गयो हालेलुया अनि फेरि नासरतमा जानु पनि कारण छ एउटा के त उहाँलाई नासरी भनिनेछ भनेको छ नि त भविष्यवाणी पुरा हुनु पऱ्यो परेन किन मिश्र गयो होला येशूले त्यही येशूले उठेर त्यसलाई हिरोदलाई मार्दै नै हुन्थ्यो फेरि त्यो बाउ चाहिँ मऱ्यो छोरालाई अर्केलाउसले राजा त्यही अर्केलाउसलाई पनि मार्दै हुन्थ्यो त किन फेरि नासरततिर भाग्नु पऱ्यो त नि भाग्यो होइन त्यो भविष्यवाणी के भएको भविष्यवाणी पुरा हुनुपर्छ हालेलुया होइन भविष्यवाणी पुरा भयो तपाईँ र हामी पनि बुढा भयो भन्ने कुराको चाहिँ चिन्ह के हो ढाड दुख्ने पल्टी भएर बस्न सक्ने कपाल फुल्ने दाँत हल्लिने दाँत झर्ने है
अलिकति जिउहरू कमालो भएर आउने मासु टाइटको दुध भएर आउने होइन त्यति इन्टरटेनमेन्ट पनि गर्न मन नलाग्ने अलिकति पुरानो कुराहरू सम्झिने होइन छसरी भन्ने कुरा नमान्दा अलिकति तनाव जस्तो आउने मण्डलीको चिन्ता समाजको चिन्ता देशको चिन्ता होइन हामीलाई 5-7 वर्ष 8-9 वर्षमा हामीलाई के चिन्ता थियो त दसैँ आयो भने खुसी तिहार आयो खुसी खाना पाए रोटी चिउरा होइन त्यस कारणले गर्दा अब हामी उमेर मेच्योर पाएको भयो अब हामी बुढो लाग्यो भन्ने कुरो चाहिँ सबै व्यवहारिक रूपले हेरेपछि हाम्रो अटोमेटिक हाम्रो मुखबाट जीवनबाट त्यो शब्द आउँदो रहेछ त्यस्तो खालको सोचाइ हाम्रो आउँदो रहेछ हालेलुया यदि म चाहिँ 22 वर्षको 20 वर्ष केटा भए यहाँ आउँछ अहिले होइन किनभने हाम्रो उमेरै पुग्दैन होइन म अर्कै जान्थेँ होला होइन उमेर आफ्नो मिनीसँग खेलेर जान्थेँ होला त्यस कारणले त्यही उमेरको त्यहीसँग खेल्छन् त्यही उमेरको त्यहीसँग हिँड्छन् त त्यस कारणले गर्दा यहाँ हेर्ने हो भने येशू ख्रीष्टलाई मेरो छोरालाई मिश्र देशबाट म बनाउँछु भने येशूलाई मिश्र देशमा लिएर गएका थिएँ होइन त्यस कारणले गर्दाखेरि मिश्र देशबाट येशू आउनु अब हामीले हेर्ने हो भने यहाँ 9वटा येशूको भविष्यवाणीको शब्द चाहिँ यहाँ भविष्यवाणीहरू 9वटा किसिमको पनि छन् अरू पनि हुनसक्ला धेरै होइन त्यस कारणले गर्दा येशू ख्रीष्ट अटोमेटिक जन्मिया होइन पूर्व तयारी भन्छ पहिला नै घर बन्नुभन्दा पहिला अगाडि के भन्छ एउटा नक्सा बने जस्तै एउटा इन्जिनियर ल्याएर ठाउँहरू नापेर चाहिँ होइन यो जमिनमा कतिसम्मको चाहिँ जग्गा हाल्नुपर्छ कतिसम्मको हात्ती पाइला हाल्ने हो त्यति हालेपछि कति चाहिँ तल चाहिँ जान मिल्छ घर भन्ने कुराको पहिला तयारी गरेर अनि मात्रै माथि तल बढाउने हो नत्र भनेदेखि 5 तल भनेर चाहिँ जग्गा हालेछ भने त्यहाँ 15 तल हाल्ने त गर्दा गयो फेरि त्यही समय त अड्ला बिस्तारै बिस्तारै त्यो भाँसेर चाहिँ नि अथवा चाहिँ जान सक्छ त्यो त्यस कारणले येशू ख्रीष्टको जन्म चाहिँ अटोमेटिकली भएको होइन के गरे भएको यो भविष्यवाणी सहित पूर्व तयारी सहित परमेश्वरको योजना अनुसार उहाँ चाहिँ जन्मिनु हालेलुया त्यस कारणले गर्दाखेरि हामीले हेर्ने हो भनेदेखि येशू ख्रीष्ट गोठालाहरू कहाँ देखा पर्नुभयो राजाहरूका राजा जन्मिएको खबर कहाँ आयो नपढेको गोठाला कहाँ आयो अहिले हाम्रो देशमा चाहिँ कुनै देशको राष्ट्रपति आयो खबर हाम्रो आउँछ त गाउँघरमा त्यो कुखुरा पाल्ने च्याउ खेती गर्ने गोठाला आउँछ त नि सबभन्दा पहिलो खबर कसलाई आउँछ राष्ट्रपतिले आउँछ राजदूतमा आउँछ हालेलुया राजदूतमा आउँछ मन्त्रीलाई आउला राष्ट्रपतिलाई खबर आउला है हामी आउनलाई अमेरिकाको या कुनै देशको राष्ट्रपति हामीलाई आउँछ खबर हामीलाई थाहा पनि भयो त काठमाडौँ गएर कुनै गाडी जाम भएपछि मात्रै किन रोकेको छ ट्राफिकले ए फलाना देशको आएको ए फलाना आएको ल भएन त्यो काठमाडौँ गएको मौका पऱ्यो भने त्यो गाडीहरू टुटी बजेको र अनि अगाडिपट्टि पछाडिपट्टि प्लेटवालाहरू चाहिँ गाडीहरू आएको देख्यो भने चाहिँ को हारेछ भनेर हामी सोध्छौँ फलाना हारे अनि थाहा पर्छ तर यहाँ त राजाहरूका राजा प्रभुहरूका प्रभु जन्मिया खबर कसलाई गयो गोठालो किन भन्दाखेरि येशू ख्रीष्ट पनि मूल गोठालो हुन्छ हालेलुया येशू पनि के हुनुहुन्छ मूल गोठालो हुनुहुन्छ होइन अनि येशूको जन्मिया खबर चाहिँ कसलाई आयो गोठालोलाई आयो अब त्यो गोठालोको पर्नको जिम्मा कसलाई आयो अब हामी पनि गोठालो फेरि हालेलुया हामीले के गोठालो फेरि पहिला भैँसी गोठालो अहिले चाहिँ चौध गोठालो पहिला चाहिँ हामी भैँसी गोठालो होइन त बाख्रा गोठालो भैँसी गोठालो है अहिले एउटा चाहिँ गाई गोठालो गोरु गोठालो होइन अब अहिले चाहिँ के गोठालो बिहे गरेपछि बच्चा छोराछोरी गोठालो छोरा कहाँको छोरी कहाँको छोराछोरी गोठालो अहिले तपाईँ हामीहरू सहजको गोठालो भएको छ विश्वासीहरूको गोठालो भएको छ त्यही भएर पाठ र अगुवा मण्डलीको जिम्मेवारी लिने मान्छेलाई प्रेसर बढ्ने कारण त्यो पनि हो किनभने चर्चको जिम्मेवारी पनि छ घरको जिम्मेवारी पनि छ समाजको जिम्मेवारी पनि छ जाहिर खाबी अफिसको जिम्मेवारी पनि छ होइन ओहो अनि कपाल किन झर्छ त फेरि मेरो छैन भन्नु होला यारले कोहीको झर्छ कोहीको झर्दैन है त्यस कारण हामीहरू चाहिँ के भयो गोठालो हामीहरू त्यस कारणले हामीले पनि के गर्नुपर्ने हुन्छ गोठालोको एउटा भूमिका निभाउनु पर्ने जिम्मेवारी वहन गर्नुपर्ने हामीलाई त्यहाँ छ होइन क्रिसमस भनेको चाहिँ येशूको जन्म वास्तवमा पहिला क्रिसमस भन्ने शब्द रहन्छ क्राइस्ट मेसेज भनिरहेछ क्राइस्ट मेसेज भनेको चाहिँ येशूको सन्देश हालेलुया येशूको सन्देश क्राइस्टको सन्देश होइन ख्रिस्ट येशूको सन्देश यो सन्देश भनेको चाहिँ के रहेछ फेरि सुसमाचार होइन सुसमाचार सन्देश खबर खबर भनौँ न खबर लाने होइन क्राइस्ट मेसेज होइन क्रिसमसको अर्थ येशू ख्रिस्टको सन्देश सन्देश चाहिँ के रहेछ आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ कतिजना रे 2 जना होइन कतिजना एकजना मुक्तिदाता अब संसारमा हेऱ्यो भनेदेखि धनदाता पनि छ धनदाता के भन्छ लक्ष्मी होइन के दाता रे धनदाता अनि ज्ञानदाता चाहिँ सरस्वती पहिला पहिला हामी सरखाना पढ्ने बेला जहाँ चाहिँ आउनु लागेपछि अनि सरखाना गएर असाध्य चामल निल्ने क्या नचपाइकन जिब्रा हालेर 3 गरा निलेर चाहिँ जहाँ दिने गएको त फेल भएछ भने अब पढ्नु पऱ्यो नि त अब पढाएको छैन चामल निलेर हुन्छ आइकन
ढेपीमा गएर मैले चामल निल्या बुझ्नुभयो 7 गड चामल निल्या जिब्रा हालेर जाँदैन गएको त फेल भएछ त त्यो चामल निलेर पढ्न आउने हो त होइन नि त हामी कति भ्रममा रहेछौँ नि होइन त्यस कारणले भन्न चाहिँ मान्छेले सरस्वतीलाई के भन्छ बलदाता छ अन्नदाता होला विभिन्न दाता होला संसारमा तर संसारमा एउटा चाहिँ छैन पापदेखि छोडाउने मुक्तिदाता चाहिँ छैन हालेलुया यसु बाहेक यसु ख्रिस्ट नै के हुनुहुन्छ मुक्तिदाता मुक्तिको अर्थ के हो छुटकारा केबाट छुटकारा पापबाट छुटकारा फेरि भन्न त अहिले के भन्छ मान्छे राजनीति गर्नेहरूले तपाईँलाई हामी के दिन्छौँ होइन बेरोजगारी मुक्त होइन तपाईँहरू जसले शिक्षाबाट मुक्त शिक्षा पढ्न पाउनुहुन्छ होइन तपाईँलाई चाहिँ नि सबै अनपढ हुन पाउनुहुन्न तपाईँले पढ्न पाउनुहुन्छ बेरोजगार मुक्त होइन रोजगार पाउनुहुन्छ विभिन्न किसिमका दुःखबाट मुक्त तपाईँहरूलाई अब होइन घर नहुनलाई घर जग्गा नहुनलाई जग्गा सरकारले काम नहुनलाई काम माम नहुनलाई माम दिनुहुन्छ होइन देला पनि कोही ठाउँमा तर संसारमा धनदाता बलदाता चामलदाता पनि होला लुगादाता पनि होला होइन तर येशू ख्रिस्ट चाहिँ मुक्तिदाता हुन्छ आमेन येशू ख्रिस्ट चाहिँ पापबाट छुटकारा दिने मुक्तिदाता होइन त्यस कारणले गरेर हामीले हेर्ने हो भनेदेखि चाहिँ मिका 5:2 भन्छ बेथलेहेममा येशू जन्मिनु भएको हिब्रू भाषामा बेत भनेको घर लेहेम भनेको रोटी हो है बेत भनेको घर लेहेम भनेको रोटी येशू ख्रिस्ट चाहिँ को हुनुहुन्छ जीवनको रोटी भन्छ हालेलुया रोटी चाहिँ कहाँ आउनुभयो बेथलेहेममा आउनुभयो होइन बेतको अर्थ घर घरमा चाहिँ रोटी आउनुभयो अनि यूहन्ना 6:35 भन्छ यसुले भन्नुभयो म जीवनको रोटी हुँ होइन मलाई खाने मान्छे कहिले पनि भोगाउने छैन मैले चाहिँ ताङ भाषामा वचन गरेको छु होइन बेत विभुजा तिम लेहेम विभुजा घेङ हिँड्न भनेर होइन म लुगा म यूहन्ना 6:35 येशू सेसुङजी जुग जुग धोना जुनी पिम्बा घेङजा भनेको अनन्त अनन्तसम्म रहने रोटी चाहिँ गानो हिँड्न भनेको मै नै हो होइन गा मुबक लारी खाबागादे खाइमै आख्रेन भनेको म बाटोमा आउने मान्छे कहिले भोगाउने छैन हालेलुया म भएको ठाउँमा आउने मान्छे कहिले पनि भोगाउने छैन कहिले पनि बिर्खाउने छैन त्यस कारणले येशू ख्रिस्ट चाहिँ सारा संसारको लागि चाहिँ जीवनको रोटी र जीवनको ज्योति र जीवनको पानी भएर आउनुभयो होइन ज्योति 2 प्रकारको हुन्छ एउटा चाहिँ अब सांसारिक ज्योति भनेको चाहिँ मान्छेले अब अज्ञानताबाट पाउने चाहिँ किताब पढ्ने कालो अक्षर के बराबर रे भैँसी बराबर भन्छ त्यो पढेपछि एउटा ज्ञानको ज्योति बनाउने ज्ञानको ज्योति पाउला तर संसारमा पिएचडी पढेका मान्छेहरू डबल पिएचडी पढेका मान्छेहरू पनि अझै पनि बाइबलले भन्छ तिनीहरू अन्धकारमै छन् भजन सङ्ग्रह 14:1 के भन्छ मूर्खहरूले आफ्नो मनमा के भन्छ अरे मूर्खहरूले आफ्नो मनमा के भन्छ ईश्वर छैन मूर्खहरूले आफ्नो मनमा भन्छ ईश्वर छैन भनेर भन्ने मूर्खको हो वैज्ञानिक हो फेरि साइन्टिस्ट हो फेरि पढेका व्यक्तिहरू हो ठुला ठुला डिग्री हासिल गरेका सर्टिफिकेट बोकेर हिँड्ने काला चस्मा काला कोट लगाउने मान्छे एजुकेसन ठुल्ठुलो भएको मान्छे नै पढेका हुन् जसले ईश्वर छैन भन्छ फेरि बाइबल भन्छ त्यो मूर्ख रहेछ बुझ्नुभयो आज हामी पढ्दै नपढे पनि यसोलाई साँचो प्रकारले विश्वास गऱ्यौँ भने हामी कालो अक्षर भैँसी बराबर भए पनि यसोलाई मान्यो भने हामी चाहिँ बुद्धिमानी हालेलुया बुद्धिमानी एउटा सानो कुरा भनेर म अन्त गर्न चाहन्छु एक ठाउँमा चाहिँ पानीमा चाहिँ नि डुङ्गा बोट हुन्छ नि त्यो दाबिरले चलाउने बोट चलाइरहेको रहेछ बोट चलाउने क्रममा चाहिँ त्यो बोटमा पुरै छ भनेको एउटा बोट मान्छे भयो चलाउने भइगयो अर्को चाहिँ एउटा धेरै पढेको डक्टर बुद्धिजीवी व्यक्ति रहेछ क्या होइन अनि बोट ए भाइ तिमीलाई अङ्ग्रेजी आउँछ तिमीलाई म्याथ आउँछ तिमीलाई विज्ञान कुरा आउँछ तिमीलाई साइन्टिस्ट आउँछ हजुर म त पढेको छैन हजुर केही छैन यही बोट चलाएर खाने हो हजुर मूर्ख त्यति पनि नआउँ भनेछ अरे क्या अनि तँलाई साब रिस उठ्यो त्यो बोट चलाउनुलाई होइन अनि हजुरलाई चाहिँ पौडी खेल्न आउँछ किनभने म त यहाँबाट हाम फालेर भाग्छु भन्छ म त हाम फालेर पौडी खेलेर भाग्छु अनि डुङ्गा घोप्दिहाल्छ तपाईँ के गर्नुहुन्छ ए भाइ बिन्ती त मलाई बचाइदियो भन्छ अरे हालेलुया होइन आयो त्यो जति चाहिँ पढ्यो त्यसलाई पौडी खेल्न आयो त्यो पोखरी के हो नि त खतम भयो नि त नि एक फेरि हामी कुलीखानीमा गएको डुङ्गा चढाएर त्यो निलम पुग्ने बित्तिकै होइन माछा पुग्ने बित्तिकै सोध्यो हामीले ए भाइ यो कति गएर होला भने त यस्तै होला 3 मास भन्नु कति मास रे 3 मास रे म त डर बोलाएको थिएँ 3 मास भनेर त एक मास त कति हुन्छ होइन अनि तपाईँलाई पौडी हामी त आउँछ हामी त्यो वार पार गर्छ पौडी खेले भन्छ भयो अब हामी त वार पार डुङ्गा नभए नि हामी पौडी खेले के गर्छ अरे 3 मास भएपछि सातो गएको त अब त होइन त्यस कारणले गर्दाखेरि त्यो
डुङ्गा चलाउने मान्छे के रहेछ त्यो वैज्ञानिकको त्यो धेरै पढ्नेको जीवन कसको हातमा थियो अब त्यो डुङ्गा चलाउने नपढ्ने मान्छेको हातमा थियो उसले खप्रेलो सिद्धि सिद्धेन होइन त्यस कारणले गर्दाखेरि येशू ख्रिस्टमा विश्वास गरेर भने संसारमा जति धन भए नि जति सम्पत्ति भए नि जति एजुकेट भए पनि जति दाम रुपियाँ कमाएर नाम फेमस भए पनि येशूमा चिनेन भने येशूलाई विश्वास गरेन भने मृत्युपछिको जीवन अनन्तको दण्डमा जान्छ हालेलुया त्यस कारणले येशूलाई हरेक जातिले हरेक भाषाले हरेक मान्छेले सबैले येशूलाई चिन्नै पर्छ त्यस कारण येशू नै के भएर आउनुभयो मुक्तिदाता भएर गाईको गोठमा कन्या मरियमबाट जन्मिनु त्यसलाई भन्छ क्रिसमस है अथवा बडा दिन आमेन धन्यवाद प्रभुले वचन पढेमा आछु दिइराख्न चाहन्छु अब यो समय हाम्रो निको गुरुबालाई उहाँले आमेन गरिदिनुहुन्छ यहाँ हाल्दै होला नि बाँडेर होइन नेताहरू राष्ट्रपति मन्त्री सबैलाई ज्ञान बुद्धि देऊन् एकतामा आउन् मेलमिलाप हुन् देशको विकासमा लाग्छ उनीहरू त एजुकेट छन् पढ्छन् तर कुलतमा लागिरहेको छ धेरै भाइ बहिनीहरू चाहिँ स्कुल कलेजका भाइ बहिनीहरू कुलतबाट जोगिन सकुन् र प्रभुलाई चिन्न सक्नु भनेर तपाईँले प्रार्थना गर्नुहोस् नेपालका सबै मानिसहरू यो प्रभुलाई चिन्न सक्नु भनेर गरिदिनु होला सबै जाति सबै भाषाले चिन्न सकुन् दक्षिणकाली नगरपालिका दक्षिण भेगीय मण्डलीहरूको आत्मिक सामाजिक कामबाट सुसमाचार भएर यो दक्षिणकाली नगरपालिकाका सबै मानिसहरूले चिन्न सकुन् मेयर उपमेयर वडा अध्यक्ष होइन सबैले पनि चिन्न सक्नु भनेर प्रार्थना गर्छु होइन यसको आमेन चाहिँ हालेलुया 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 सर्वशक्ति प्रभु येशूको बाटोमा पछ्याउन सकेका विभिन्न तबका मानिसहरूले उनीहरूको आत्मालाई तपाईँको परमेश्वरले सुरक्षित गराउनु भएको होस् धन्यवाद धन्यवाद महान सर्वशक्तिमान नामरा परमेश्वर तपाईँ प्रभुलाई हामी यो समयमा प्रार्थना गर्दछौँ प्रभु हामीले तपाईँको वचनबाट पनि सुनेका छौँ साँच्चै नै तपाईँको जन्म संसारमा प्रभुजी धर्मशास्त्र पुरा गर्नको लागि मात्रै नभएर संसारमा भएका सारा मानव जातिले मुक्ति पाउने हेतुले भएको हो प्रभु हामी प्रार्थना गर्छौँ यो समयमा जति पनि हामीले अहिले विषयहरू बाँड्यौँ प्रभु प्रार्थनाको प्रभुजी तपाईँ परमेश्वरको अनुग्रह कृपा र तपाईँको इच्छा यी प्रार्थनाहरूमा भएको होस् प्रभु किनभने तपाईँको इच्छा नभइकन तपाईँ परमेश्वरको प्रभुजी त्यो कुरामा प्रभुजी अनुग्रह नभइकन कुनै पनि कुराहरू प्रभु सम्भव छैन अनि हामीले जुन विषयहरूमा रहेर प्रार्थना गरेका छौँ निश्चय नै प्रभु यो विषयले चाहिँ तपाईँ परमेश्वरको महिमा हुँदछ स्कुलमा पढ्ने हाम्रा नानीहरूदेखि लिएर कलेजमा पढ्ने हाम्रा जवान भाइ बहिनीहरूलाई तपाईँ प्रभु येशूको नाउँमा प्रार्थना गर्छौँ उनीहरूको ज्ञान र बुद्धिले प्रभु यो देशलाई अनि मण्डलीलाई प्रभु चाहिँ एउटा उचाइमा एउटा आत्मिकीपनमा लैजानु पर्दछ प्रभु अनि त्यसको लागि तपाईँ परम प्रभु परमेश्वरको भय तपाईँको डर प्रभुजी ती नानी बाबुहरूको बिचमा हालिदिनुहोस् किनभने तपाईँको वचनले भन्दछ परम प्रभुको भय नै ज्ञानको सुरु निश्चय नै प्रभु जो परमेश्वरसँग डराउँदछ जो परमेश्वरको डर मान्दछ प्रभु उसले कहिले पनि खराबी कुराहरू गर्नु सक्दैन र उसमा ज्ञान आउँछ बुद्धि आउँछ अनि उसको जीवन चाहिँ सुरक्षित हुन्छ प्रभु हाम्रो प्रार्थना छ हामीले कति देखेका छौँ प्रभु हाम्रो नानीहरू बाबुहरू कति बिग्रेका छन् प्रभु कति कुलतमा लागेर प्रभुजी आफ्नो जीवन बर्बाद गरेका छन् कतिको जीवन तस नस भएका छन् कति मृत्युको मुखमा पुगेका छन् अनि कतिको मृत्यु भएको छ हामी प्रार्थना गर्छौँ प्रभु यस्ता किसिमका कुलत यस्ता किसिमका डरलाग्दा प्रभुजी वातावरण र यस्ता किसिमका परिस्थितिहरूबाट
जो अहिले पढ्दै गरेका हाम्रा नानीहरू छन्, बाबुहरू छन्, कलेजमा, स्कुलमा, अरू सबैमाथि तपाईँको डर र तपाईँको अनुग्रह हालिदिनुहोस्। हाम्रा मण्डलीका प्रभु सबै भाइ बहिनीहरू जो तपाईँ परमेश्वरको वचन दिनानुदिन सुन्नुहुन्छ प्रभु, उहाँहरूलाई पनि तपाईँ परमेश्वरको आशिष मिलेको होस्। प्रार्थना जति पनि अहिले हामीले प्रार्थनाको विषयहरू बाँड्यौँ प्रभु, देशको लागि प्रभुजी, विभिन्न प्रभुजी सङ्घ संस्थाहरूको लागि, अनि हाम्रा वडा कार्यालयदेखि लिएर नगरपालिकामा भएका हाम्रा सम्पूर्ण प्रभुजी हाम्रा प्रभुजी ती व्यक्तिहरू, पदाधिकारीहरू जसले यो प्रभुजी त्यो नगरलाई नै एउटा प्रभुजी एउटा प्रभुजी विकासको बाटोमा लानलाई प्रभु जसरी प्रभुजी उहाँहरूले सोच्नु भएको छ, हाम्रो प्रार्थना छ प्रभु स्वार्थ रहितको प्रभुजी उहाँहरूको जीवन हुन सकोस्, स्वार्थ रहित प्रभु उहाँहरूले आफूलाई बनाउन सकोस् र प्रभु एउटा चाहिँ प्रभुजी त्यो सिङ्गो नगरपालिका चाहिँ साँच्चै नै प्रभुजी आशिषको नगरपालिका हुन सकोस् भनिकन प्रार्थना चढाउँछौँ। धन्यवाद छ यो प्रार्थनाको लागि येशू प्रभुको नाउँमा, आमेन। भएका रोगी बिरामीलाई प्रार्थना गरौँ। अस्पताल है, अस्पताल तथा घरमा भएका रोगी र बिरामीलाई प्रार्थना गरौँ। तपाईँले सुमनले है, अस्पतालमा भएका रोगी बिरामीहरूको लागि प्रार्थना गरौँ। बेचिएका चेलीबेटीको लागि तपाईँले प्रार्थना गरौँ है, बेचिएका चेलीबेटीहरू उद्धार हुन सक्नु र रोमीले प्रार्थना गर्नुहोस्। विदेशमा कार्यरत नेपाली कामदार र उच्च शिक्षा हासिल गर्न गएकाहरूको लागि राजकुमारले प्रार्थना गरौँ होइन। हाम्रो दक्षिणकाली नगरपालिकामा चाहिँ चियानको जग्गा समाधिस्थल राखेका हुनुहुन्छ है, समाधि गरौँ। यति रहेछ है। अब तपाईँले चाहिँ के को लागि जेन्जी राखेको सडकहरू छन्, प्रार्थना गरौँ। रमेशले चाहिँ अब आउँदै गरेको क्रिसमस यसपालिको बडा दिन क्यारल तथा क्रिसमसको कार्यक्रममा चाहिँ नेपालको हरेक मण्डलीमा जहाँ जहाँ हुन्छन् त्यो सेवा सङ्गतिहरू क्रिसमस बडा दिनको कार्यक्रम चाहिँ एउटा सुसमाचारीय तर्काले भएर चाहिँ धेरै नयाँ मान्छेहरूले यसपालिको बडा दिन क्रिसमसमा चाहिँ धेरै मान्छेले प्रभुलाई चिन्नु सक्छन्, प्रभुमा आउँछन् भनेर तपाईँले प्रार्थना गरिदिनुहोस्। अनि म चाहिँ प्रार्थना गर्न चाहन्छु। यही हाम्रो दक्षिण भेगीय इसाई समाजमा अहिले नयाँ भर्खर बनेका कमिटीहरू छन् होइन, कमिटीहरू अब आउने वर्षहरूमा नयाँ नौलो कामहरू गरेर प्रार्थना, अनि हामी एकैचोटि प्रार्थना गर्नेछौँ। यसको लास्ट हामी पनि अन्तिममा उसको लागि पनि गरौँ, फागुन 21 गतिको लागि चुनाव अनि तपाईँले चाहिँ यसलाई इन्डिङ गर्नुहोस् है त। विशेषको पनि ढाड दुख्ने सुरु भयो आउँछ। हालेलुया। मेरो विषयको भरमा परेको भर्खरै जेन्जीको लागि जवान भाइ जेन्जीको रूपमा उदाएका छन्, जसले प्रभुले परिपक्व बनाएका छन्, जसले राजकुमारको प्रभु श्रीमतीलाई पनि प्रार्थनाको ढाडहरू दुखेको छ प्रभु, दुखाएपछि येशूको नाममा प्रभु सबै दुखाइहरू कम भएको भनिकन हामी
अध्यक्ष हामी बिन्ती निकायका प्रार्थना प्रमुखहरू चढाउँदछौँ। अनि प्रभु परमेश्वर पिता, नीति निजामती निकायका प्रमुखहरूलाई हाम्रो यहाँ अनि मिश्र त्यसै गरेर रोशन यो प्रभु, ब्राह्मण सम्मानले तपाईँ निकायका वैशाख प्रमुखहरूलाई फागुनको 21 गते गरिने राजकुमार भाइको चुनावको सेवा लागि गर्नु। पनि प्रार्थना गर्दछौँ। धोनी भाइको पनि अनि हर त्यो परिवारमा, देशको पसल तय परिवारमा, गर्दछ, देशको हर लागि, नानीहरूको यो देशको बाबुको साथमा, परिस्थितिलाई, हाम्रा देशको सम्मान मेरो पनि प्रभु, सेवा यो कायममा दिन परिवारमा, चाहिँ साँच्चै नै जिम्मेवारी देशको लागि परमेश्वर, असल दिन, सुन्दर दिन परमेश्वर, र परिवर्तनकारी हुने दिन घर परिवारमा भनिकन सुशील भाइको प्रभु, पनि, हामीले भान्जी, प्रभुजी बहिनीहरू, भन्न सबैजनाले सक्ने प्रस्ताव अवस्थाहरू गरेका सृजना छन्। हुन भाइ सकोस् सुशीललाई पनि भनिकन मण्डली आउने प्राप्त गर्ने प्रार्थना परमेश्वरलाई गर्दछौँ। प्रभु धन्यवाद येशू, भन्दै, हालेलुया, प्रभु तपाईँको अनुग्रह कृपा धन्यवाद गर्नुहोस्, हालेलुया। धन्यवाद आजको भेटघाटको लागि येशू प्रभु, प्रभु, हालेलुया। लिनुहोस् त अर्पण छौँ, लिनुहोस् म चढाउँछौँ, लिनुहोस् त पिता तपाईँकै हो, तपाईँकै हो, तपाईँकै सुरुदेखि छानेका, तपाईँकै ख्रिस्टको रगतले किनेका, तपाईँकै आत्माका छाप लागेका, तपाईँकै हो, तपाईँकै हो। लिनुहोस् त अर्पण छौँ, लिनुहोस् म चढाउँछौँ, लिनुहोस् त पिता तपाईँकै हो, तपाईँकै हो। हालेलुया। प्रभु, हामी तपाईँलाई फेरि पनि प्रार्थना गर्छौँ। तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ यस अर्थमा कि तपाईँले फेरि हामीलाई प्रभुजी हाम्रो विभिन्न कामहरूको बावजुद पनि एउटै मनको बनाउनु भयो। प्रभु, यो ठाउँमा प्रार्थना गर्नलाई सहभागिता दिनुभयो। प्रभु, साँच्चै नै तपाईँको वचनले भने जस्तै प्रभुजी दाजुभाइहरू एक आपसमा मिलेर बस्नु कति मनोहर छ। भजन सङ्ग्रह 133 पदले अध्यायले प्रभु प्रभुजी प्रसन्न हुनुहुनेछ। जसरी प्रभुजी मिश्रमा ती दुःखमा पर्दा, पीडामा पर्दा सबैले एउटै स्वरमा जब प्रार्थना गरे, त्यो प्रार्थना तपाईँले सुन्नुभयो प्रभु, र त्यो छुटकाराको निमित्त तपाईँले मोसालाई प्रभुजी अगुवाई दिनुभयो। प्रभु, हामी प्रार्थना गर्छौँ आज त्यही कुराहरू हामी दाबी गर्दै परमेश्वरको प्रभु उपस्थितिको खाँचो छ, उहाँको जीवनको परिवर्तनको लागि पनि प्रार्थना गर्छौँ। पिता, तपाईँको प्रभुजी उपस्थिति उहाँहरूमा भएको छ, उहाँले तपाईँलाई चिन्नु सकेको होस्, तपाईँलाई स्वीकार गर्न सकेको होस्, र तपाईँ परमेश्वरमा आफ्नो जीवन बिताउनलाई आउँदो दिनहरूमा प्रभु उहाँहरूले आफूलाई तयारी गर्न सकेको होस् भनिकन प्रार्थना गर्छौँ। धन्यवाद छ प्रभु, यो समय हाम्रो लागि दिनुभएकोमा र हाम्रो प्रार्थना तपाईँले सुन्नुभएकोमा। अब परमेश्वर पिता, हामी यो ठाउँबाट छुट्नेछौँ, तपाईँ हाम्रो साथमा हुनुहोस् भन्दै सबै बिन्ती प्रार्थना माग्छौँ। हाम्रा मुक्तिदाता, जीवनदाता, हामीलाई वास्ता गर्नुहुने, हामीलाई माया गर्नुहुने हाम्रो परमप्रभु परमेश्वर पिता अनि प्रभु येशू ख्रिस्टको नाउँमा। मैले त बाइकै लिएर आउनु पर्ने। बाइक यतै ल्याउनु भयो अनि त्यहाँ पार्किङमा त्यही त हाम्रो त फुलबारी हो नि। फुलबारी यताबाट अस्ति हामीले रोकेको ठाउँमा त म त यता पुरै जिल्लै बेग्रै भयो नि त। अब बोकेरै उता अब सबै मिलेर बोकेरै उता तार। धन्यवाद प्रभु येशू खाजाको लागि आशिष दिनुहोस्। आमेन। पनि यसो लङ कोट सोट लाएर आएर यहाँ यसो हिँडेर सुटिङ गर्नु परेन? त्यो त मलाई लङ नै हुन्छ होला लागेको। यहाँ हुँदैछ त अब तपाईँ थाहा छ कुनै प्रोजेक्ट आउँछ अनि भैँसी बजारको बाटोबाट होइन? पाजो हेलो, खै तपाईँ कविता अस्तिको भनौँ जिउन त कुन कविता? अस्ति तपाईँ मलाई भनौँ कुन पैसा हुने यस्तो कुरा गरे नि त। नेभलेस भेजिटेबल लाइन ए खाने खा यार काण्डु थोर रान तपाईँ त हामी यही सबै ब्याग भित्र
छ्याप नङ नङ भन्दा ल्याउँथे यस टेक फोटो बस अहिले चिया आएपछि नि खिच्नु के भन्छ तपाईँ अहिले चेस ल अनुहार पनि आज चेस चेस ल आयो ल सिद्धि गर्दै चिया पहिला खाने कि मसला पहिला मसला यस्तो ठाउँमा आएर चाहिँ तिमीले यहाँ मसला हाल्नुपर्छ होइन भित्र अड्ना नाकमा त परेन मात्रै हान्नु भयो हजुर ल दिनु आमामा टन्ने ठुल्ठुलो छ त यार माछा त यार हो गल गरेर ए आई हाय 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 अरे